झापा क्षेत्र नम्बर 3 का माननीय राजेन्द्र लिङ्गदेनजी, है चुनाव नजिकिँदैछ। अब यसो जनताको घर दैलोमा पनि यसो आउने जाने गर्नुहोस्। आजभोलि त तपाईँ काठमाडौँतिर घर बनाउनु भएको छ अरे, काठमाडौँमा ठुलो घर बनाउनु महल बनाउनु भएको छ अरे। अनि अहिले तपाईँ पाहुना जस्तै आउनुहुन्छ 3 नम्बर क्षेत्रमा। अनि भद्रपुर एयरपोर्टमा टक्कै प्लेन ल्यान्ड हुने बित्तिकै यहाँबाट जनता चाहिँ फुलमाला लिएर बाहिर बसिरहेको हुन्छ। अनि तपाईँ आफ्नै गाउँमा आउँदा पनि अनि तपाईँलाई फुलमालामा स्वागत गर्नुपर्ने। अनि फेरि चिल्लो गाडीमा सर्रै चढेर कार्यक्रम स्थलमा पुग्नुहुन्छ। अनि कार्यक्रम स्थलमा भाषण गरेर अनि तपाईँको कुरा मात्रै जनताले सुनिदिनु पर्ने। फेरि भाषण सकेर तपाईँ चिल्लो गाडीमा लाग्नुहुन्छ। ल है राजेन्द्रजी, अब काठमाडौँतिर तपाईँ बस्नुभएको छ। ल है अब त्यो काठमाडौँमा एउटा त्यहाँ कहाँ निर्मल निवास छ अरे, त्यो निर्मल निवासमा 5 रोपनी जग्गा कम्पाउन्ड छ अरे। त्यो कम्पाउन्डलाई चाहिँ तपाईँले निर्वाचन क्षेत्र बनाउनु भएको छ अरे। अनि त्यही कम्पाउन्डभित्र तपाईँले हिन्दू राष्ट्र ल्याउँदै हुनुहुन्छ अरे। अनि त्यही कम्पाउन्डलाई चाहिँ तपाईँले निर्वाचन क्षेत्र भने त्यहीँबाट तपाईँ चुनाव लड्दै हुनुहुन्छ अरे। ल है तपाईँलाई शुभकामना छ, तपाईँलाई बधाई छ, शुभकामना छ। त्यो काठमाडौँमा ठुलो घर बनाउनु भएको छ, त्यो घर जत्रै ठुलो शुभकामना छ राजेन्द्रजी, तपाईँलाई शुभकामना छ है। ल झापा क्षेत्र नम्बर 3 लाई